नमस्ते, म चाहिँ डाक्टर सन्तोष मिश्रा, एमडी डीएम पीडियाट्रिक न्यूरोलॉजी, हाल अहिले काठमाडौँ मेडिकल कलेजमा कार्यरत छु। छारे रोग भनेको चाहिँ ब्रेनमा हुने असामान्य विद्युतीय तरङ्ग हो, जसले गर्दाखेरि बच्चामा चाहिँ काम्ने, जसलाई हामी सिजर भन्ने भन्छौँ। अब सानो बच्चाहरूमा चाहिँ मुख्य कुरा चाहिँ छारे रोग हुने चाहिँ जन्मजात या जन्मभन्दा पहिले या जन्मिसकेपछि चाहिँ मस्तिष्कमा चोट हुने, अक्सिजन नपुगेर सुगर कमी भएर, त्यो सँगसँगै आनुवंशिक समस्याहरू हुन्छ, ज्वर कम्पन भन्छौँ जसलाई हामीले फेब्राइल सिजर भन्छौँ, र त्यो सँगसँगै सङ्क्रमणहरूले गर्दाखेरि छारे रोग हुने हुन्छ। अब यो के कारणले छारे रोग भएको हो त्यो हिसाबले हुन्छ। अब सानो बच्चाहरूमा उमेर 1 वर्षभन्दा सानो बच्चामा कमन एज ग्रुप 3 महिनादेखि 8 महिनामा हुने चाहिँ समस्या भनेको चाहिँ हामीले चाहिँ इन्फेन्टाइल स्पाजम भन्छौँ। त्यो चाहिँ एकदम कमन हुने हुन्छ यदि मस्तिष्कमा चाहिँ जन्म बेलामा चोट लागेको अवस्था छ या आनुवंशिक समस्या छ। पछि चाहिँ ज्वर कम्पन हुन सक्छ, जसमा चाहिँ 100वटा बच्चामा 4वटामा देख्न सकिन्छ, यो अध्ययनले भन्छ। र त्यो सँगसँगै अरू ब्रेनको बनावटी समस्याहरूले पनि छारे रोग हुने हुन्छ। अब छारे रोग भनेको चाहिँ अब ब्रेनमा विद्युतीय तरङ्ग बढेर हुने हो। त्यसले गर्दाखेरि चाहिँ कुन चाहिँ ब्रेनको एरियामा चाहिँ त्यो तरङ्ग बढेको हो र त्यसले त्यो तरङ्ग कहाँसम्म पुगेको हो त्यो हिसाबले चाहिँ लक्षणहरू हुने हुन्छ। फेरि अहिले भन्न खोजेको चाहिँ इन्फेन्टाइल स्पाजमको बारेमा म अलिक बढी कुरा गर्न चाहन्छु, जसमा चाहिँ बच्चालाई चाहिँ झट्का आउने र सुत्नुभन्दा अगाडि, सुत्ने बेलामा या सुतेर उठ्ने बेलामा लगत्तै 8, 9 या 10, 15 झट्का आउने र त्यो सँगसँगै बच्चा रुने हुने हुन्छ। अरू अब एकातिर पनि झट्का आउन सक्छ, बच्चा टोलाएर हेर्न सक्छ। इभन बच्चाको स्कुल पर्फर्मेन्सहरू खराब हुँदाखेरि हामीले छारे रोग सोच्नुपर्ने अवस्था हुन्छ। मुख्य कुरा घरमा बच्चालाई छारे रोग भएको अवस्थामा चाहिँ बच्चालाई चाहिँ लेफ्ट ल्याटरल पोजिसन भनेको बायाँतिर हामीले कोल्टो पारेर राख्ने र त्यतिखेर चाहिँ उसलाई उसको मुखमा केही नराख्ने, आफ्नो औँला पनि नराख्ने, उसलाई केही खान नदिने र हामीले जुन चाहिँ पहिलेबाट फलो गर्ने, उसलाई केही सुँगाउनु पर्ने, उसको केही गर्नुपर्ने, केही नगर्ने, अब्जर्भ गर्ने र 5 मिनटभन्दा लामो सिजर आयो भने चाहिँ हामी घरमै स्प्रे राख्न सक्छौँ र घरमै हामीले यसलाई म्यानेज गर्न सक्छौँ। अब मेजोरिटी डायग्नोसिस चाहिँ क्लिनिकली नै हो। हामीले क्लिनिकली पेसेन्टको हिस्ट्री र भिडियो, सबसे इम्पोर्टेन्ट भिडियो जुन चाहिँ आमा बुवाले लिएर आउनुहुन्छ त्यो भिडियो हेरेर नै हामीले एउटा क्लिनिकल डायग्नोसिस गर्छौँ। पहिलो कुरा त सिजर हो, छारे रोग हो कि होइन। यदि छारे रोग हो भने चाहिँ त्यो दुईतिरबाट सुरु भयो या एकतिरबाट सुरु भयो या एकतिरबाट सुरु भएर दुईतिर गएको हो, शरीरको दुईतिर गएको हामीले छुट्याउँछौँ। त्यो सँगसँगै हामीले बच्चाको एक्जामिन गर्छौँ, बच्चाको विकास क्रम कस्तो छ, बच्चाको टाउकोको साइज कस्तो छ, शरीरमा अरू दागहरू त्यस्तो छ कि भनेर हामी हेर्छौँ। त्यो लगत्तै हामीले एमआरआई गरेर हेर्छौँ र इजिले चाहिँ हामी यो 3टा कुरालाई म्याच गर्छौँ, क्लिनिकल, रेडियोलोजिकल एन्ड देन इलेक्ट्रोग्राफिक। यो 3टालाई म्याच गरेर हामीले डायग्नोसिस दिन्छौँ। समयमै परामर्श लिएर समयमै राम्रो ट्रिटमेन्ट मोडालिटीमा गयौँ भने चाहिँ बच्चा निको हुने हुन्छ। र जुन चाहिँ हाम्रो अझ पनि एउटा सोच छ कि यो चाहिँ एउटा भूत प्रेतले हुने कुरा हो, सुपरनेचुरल चिज हो, त्यो होइन। हामीले समयमै यसको परामर्श लियो भने यसको निदान हुन्छ। बच्चा नर्मली आफ्नो ग्रो गर्न सक्छ, बच्चा स्कुल जान सक्छ, बच्चाले आफ्नो दैनिक जीवन चाहिँ आरामले अगाडि बढाउन सक्छन्। मुख्य कुरा चाहिँ फेरि छारे भनेको रोग होइन, छारे भनेको लक्षण हो। त्यही भएर चाहिँ स्कुलमा बच्चा यसरी काम्यो भने, सिजर आयो भने स्कुलको टिचरहरूको रोल हुने हुन्छ। त्यहाँ भएको हाम्रो नर्सहरू, अहिले त नर्सहरू पनि स्कुलहरूमा हुनुहुन्छ भनेको उहाँको रोल हुन्छ। बच्चालाई अगेन लेफ्ट ल्याटरल पोजिसनमा राखेर हामीले अब्जर्भ गर्नुपर्छ र नजिकको अस्पतालमा लग्नुपर्ने हुन्छ। अब मुख्य कुरा चाहिँ डायग्नोसिस हामीले के दिइरहेछौँ। सबै छारे रोगको उपचार एउटा हुँदैन, सबैको फरक हुन्छ। त्यही भएर औषधिहरू धेरै बन्या छ हामीसँग। अहिले पनि मोर देन 100 मेडिसिन्स एभाइलेबल छारे रोगको लागि छ। तर सबै छारे रोग समयमै उपचार भयो भने म्याक्सिमम औषधिले निको हुने हुन्छ, तर कति चाहिँ औषधिले निको नहुने पनि हुने हुन्छ। त्यही भएर चाहिँ हामीले चाहिँ पर्फेक्ट डायग्नोसिस खोज्छौँ क्लिनिकल हिस्ट्रीबाट। र एकपटक छारे रोग भयो भने कमसे कम बच्चाले 2 वर्षसम्म औषधि बिना छोडिकन खानुपर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ बच्चा कम्प्लिटली निर्मूल हुन सक्छ र आफ्नो दैनिक चर्या उसले चाहिँ आरामले अगाडि बढाउन सक्छ। यसमा चाहिँ हामीले के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ डायग्नोसिस सबसे इम्पोर्टेन्ट हो। मैले एमआरआई गरेँ, इजी गरेँ, एमआरआई नर्मल आछ, बच्चाको विकास नर्मल छ,
भने चाहिँ यसमा एकदम आत्तिनु पर्दैन, यो निर्मूल हुने समस्या हो। तर बच्चाको विकासक्रम अरू बच्चाभन्दा फरक छ, जन्मिँदाखेरि उसलाई समस्या भएको थियो भने चाहिँ यस्तो बच्चाहरूलाई चाहिँ हामीले लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ। सो बेसिकली हामीले के चिजलाई उपचार गरिरहेछौँ, कुन चाहिँ किसिमको छारे रोग हो, त्यो चाहिँ हामीले आमा बुवालाई चाहिँ त्यही हिसाबको काउन्सिलिङ गर्छौँ र त्यही हिसाबको औषधि खानलाई आग्रह गर्छौँ। तर जस्तो भए पनि छारे रोग भएको छ भने कमसेकम 2 वर्ष औषधि चाहिँ हामीले चलाउनु पर्ने हुन्छ। अध्ययनले यही भनेको छ कि 2 वर्ष औषधि चलायो भने चाहिँ कम्प्लिटली बच्चा ठिक हुन सक्छ, भविष्यमा त्यस्तो छारे रोग नहुन सक्छ। अब जीवनशैली मतलब कुनै पनि छारे रोग हुँदाखेरि चाहिँ अब स्ट्रेस फ्याक्टर, इभन नोइज, लाइट, यिनीहरूले पनि छारे रोग हुन सक्छ। अब त्योहरूबाट बच्चालाई चाहिँ एटलिस्ट सर्भिलेन्समा, स्विमिङ गर्न जाँदैछ बच्चा भनेपछि उसँग एकजना मान्छे हुनु पर्यो, ड्राइभिङ गर्न गएको छ मान्छे बच्चा भनेपछि उसँग मान्छे बसिदिनु पर्यो। सो सर्भिलेन्समा राख्नु पर्यो बच्चालाई, सो द्याट उसलाई चोटपटक नलागोस्। त्यस्तो हुँदाखेरि त्यो कुरा चाहिँ हामीले याद गरिदिनु पर्ने हुन्छ। अब छारे पहिलो कुरा त हामीले यो नाम नै परिवर्तन गर्नुपर्छ। यो रोग होइन, छारे भनेको असामान्य विद्युतीय तरङ्ग मस्तिष्कमा आएको हो, स्नायु रोग हो, जसले गर्दाखेरि चाहिँ बच्चामा चाहिँ त्यो काम नै लक्षण आयो। अब यो एउटा ब्रेनमा भएको एक्स्ट्रा एक्टिभिटिज हो, यसलाई चाहिँ हामीले कन्ट्रोल गर्न सक्छौँ। यो कुनै भूत प्रेतले भएको होइन, यो सर्ने रोग होइन, यो कम्युनिकेबल डिजिज होइन कि एउटालाई भएको छ भने अर्को बच्चालाई पनि हुने हुन्छ, त्यो होइन। समयमै परामर्श र समयमै उपचारले बच्चा एकदम ठिक हुने हुन्छ र बच्चा आफ्नो नर्मल लाइफ अगाडि बढाउन सक्छ। अब जुन चाहिँ अघिको एउटा कारण भनेको थिएँ छारे रोगको, त्यो भनेको बच्चा जन्मिने बेलामा या जन्मिसकेपछि उसको मस्तिष्कमा चोट लागेको अवस्था। सामान्य रूपमा भन्दाखेरि त्यो चाहिँ अब अक्सिजन कमी भएर पनि हुनसक्छ, जसलाई हामीले बर्थ एस्फेक्सिया भन्छौँ। र त्यो कहिलेकाहीँ चाहिँ बच्चा एक दिनमा सुस्त भयो, निलो भयो भने चाहिँ सुगर कमी भएर पनि हुनसक्छ। यो चीज चाहिँ हामीले प्रिभेन्ट गर्न सक्छौँ। एज अ डक्टर, एज अ न्युरोटोलोजिस्ट हामीले यो चिजलाई चाहिँ रोक्न सक्छौँ। यो चिजलाई हामीले रोक्यो हाम्रो जस्तो देशमा, हाम्रो जस्तो डेभलपिङ कन्ट्रीहरूमा चाहिँ यो सबसे कमन कारण हो यो छारे रोगको। सो यसलाई हामीले चाहिँ समयमै यसलाई हामीले रोक्यो भने चाहिँ बच्चाहरूमा हामीले छारे रोग एकदम कन्ट्रोल गर्न सक्छौँ पछिको दिनमा। छारे रोग डराउनु पर्ने कुरा होइन र तपाईले सोचेको छारे रोग सायद छारे रोग नहुन पनि सक्छ। त्यो डाक्टरसँगको परामर्शले नै त्यो निदो गर्छ कि त्यो छारे रोग हो कि होइन। त्यो बाहेक परिवारको साथ र समाजको जनचेतना र साथले हामीले चाहिँ छारे रोग भएको बच्चालाई पनि उज्जवल भविष्य दिन सक्छौँ। तर समयमै परामर्श र समयमै उपचार भयो भने चाहिँ उसले आफ्नो जिन्दगी राम्रो तरिकाले निर्वाह गर्न सक्छ भन्दै, यदि तपाईको समाजमा या तपाईको परिवारमा यस्तो छारे रोग भएको बच्चाहरू छ भनेपछि म परामर्शको लागि चाहिँ काठमाडौँ मेडिकल कलेजमा उपलब्ध छु र म काठमाडौँ मेडिकल कलेजमा दिनु ओपीडीमा बस्छु र बिहान 9 बजेदेखि 5 बजेसम्म हुन्छु र तपाईलाई यसको परामर्श लिन आउनु छ भनेपछि काठमाडौँ मेडिकल कलेजमा आएर सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।